हेलो हेलो ल हामी अहिले भक्तपुरको सिद्धपोखरीमा भ्रमण गरिरहेका छौँ होइन। यहाँले यो देखिरहनु भएको भनेको सिद्धपोखरी हो। यो भिडियो हेरिरहनु भएको कतिपय सिद्धपोखरी आइसक्नु भएको छ होला, अब कति आउन बाँकी हुनुहुन्छ होला। आउनुभएकोले पनि एकचोटि यो भिडियो हेरिदिनुहोस् होइन, नआउनु भएकोले पनि सरर एकचोटि हेरिदिनुहोस्। सिद्धपोखरी यस्तै छ होइन होइन। यो चाहिँ हाम्रो फ्यामिली टुर हो। अब गर्लफ्रेन्ड बोयफ्रेन्ड कपल टुर भनौँ न। गर्लफ्रेन्ड बोयफ्रेन्ड भने पनि बुढाबुढी भने पनि हामी नै हो होइन। तिमी के भन्न चाहन्छौ भन त? लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अलिअलि यसो सामान्य पानी परिरहेछ सरर, मौसम एकदम कुल कुल ठन्डा ठन्डा एकदम रमाइलो छ। टक्क छाता ओढेर अलिअलि सिङसिङ सिङसिङ पानी परेको बेलामा अलिअलि छाता ओढेर हिँड्नुको मजै छुट्टै छ होइन। एकदम मजा आइरहेछ वास्तवमा। आफ्नै अब चाहिँ नि कार्यव्यस्तताको कारणले गर्दाखेरि भ्रमण गर्ने घुम्ने अवसरहरू खासै जुटेको थिएन पछिल्लो समयमा। आज चाहिँ अकस्मात जुटेको समय हो। यसलाई हामीले भरपुर रूपमा चाहिँ नि सदुपयोग गर्ने प्रयास गरिरहेका छौँ होइन। अनवरत रूपमा चाहिँ नि थमथमै हिँडिरहेको अवस्था छ होइन। भ्यूहरू यसो अवलोकन गर्दै ट्याक्क एकछिन अब यसै गरी हिँड्नेछौँ। त्यसपछि हामी अब बाटो जानेछौँ होइन। ठिक छ नि, कस्तो राम्रो देखिरहेछ नि ठाउँ होइन। एकदम दृश्यहरू सुन्दर। नमस्कार हजुर, नमस्कार। ठिक छ हजुर, ठिक छ ल। यस्तै छ ल। अहिले अब हाम्रो यो छोटो र एकदम मिठो भ्लग चाहिँ म काटिएछु। ठिक छ, मलाई देखिरहनु भएकै छ युट्युबमा होइन। त्यसो हुँदाखेरि म काटिएर खासै ठुलो खासै अर्थ राख्दैन। तिमी चाहिँ आउनु पर्यो म नआए पनि तिमी चाहिँ आउनु पर्यो होइन। ल ल ल, चल अहिले यति भन्दै बाई बाई।